खेलाडी तपाईँ बन्नुभएको छ कि दोहोरो शतक बनाउनु भएको छ, त्यसमाथि 2 विकेट पनि लिनुभयो, प्लेयर अफ द म्याच हुनुभयो। त्यसो दोहोरो शतक हान्दाखेरि तपाईँलाई कस्तो महसुस भएको छ? प्लेयर अफ द म्याच पनि हुनुभयो खुसी लाग्छ हो। तपाईँलाई थाहा थियो कि पहिलो खेलाडी हो यस्तो नेसनल क्रिकेटमा, राष्ट्रिय स्तरको क्रिकेटमा हान्ने पहिलो खेलाडी बन्ने भन्ने थाहा भयो? कतिखेर थाहा भयो? खेलपछि? ए के सोचेर ब्याटिङ? अलिकति थोरै लास्ट खेल्ने छौँ, लास्टसम्म खेल्ने पोजिटिभ इन्टेन्टले खेल्छु भनेर। तपाईँको पहिला जहिले पनि ब्याटिङ यसरी नै गर्नुहुन्छ पोजिटिभ इन्टेन्टले? ठुलो सट खेल्न आएको राम्रो बललाई चाहिँ जस हान्नुपर्ने बललाई हान्नुपर्छ भन्ने चाहिँ सोच हुन्छ। तपाईँले पिएम कपमा पनि सिनियर पिएम कप सेलेक्सनमा पनि 100 हान्नुभएको थियो? त्यो चाहिँ कति रन हान्नुभएको थियो त्यो बेला? 110 रन। त्योभन्दा अगाडि अहिले फेरि यो टुर्नामेन्टको लागि सेलेक्सनमा पनि 100 हान्नुभएको थियो होइन? त्यो पनि 110 नै रन थियो होइन? आज चाहिँ 217 रन, त्यसमाथि 16 छक्का 16 चौका। के भइरहेको थियो बिचमा चाहिँ ब्याटिङ गर्दाखेरि चाहिँ कस्तो बल आइरहेको थियो? पिच राम्रो छ हजुर, मा पनि लास्ट खेलम हो। ए अनि कोचहरूले खेलाडीहरूले के भन्नुभयो खेलपछि तपाईँलाई? पछि बोल्ने कि लास्टसम्म खेलम रन पनि बन जाएगा हो। त्यत्रो 200 रन हान्दाखेरि कहिलेकाहीँ अलिकति इनिङ खेल्दाखेरि कहिले नर्भस फिल भएन? सेन्चुरी हान्दाखेरि गर्दाखेरि आउट हुन्छ कि जस्तो डर कहिले पनि लागेन? के भइरहेको थियो? अरू ब्याट्सम्यानसँग सल्लाह के भइरहेको थियो अर्को इनको? मेरा माइन्ड ये था, मतलब माइन्ड सेट ये था कि लास्ट तक खेलना है, हजुर, बन जाएगा। लास्टसम्म खेल्ने मात्रै सोच थियो। अनि कहाँ खेल्नुहुन्छ? तपाईँको घर कहाँ हो? मेरो घर कृष्णनगर। कृष्णनगर? त्यहाँ अनि केमा खेल्नुहुन्छ क्रिकेट? क्रिकेट ग्राउन्ड अलिकति ग्राउन्ड हो हजुर, तलियामा छ। कसले सिकाउनुहुन्छ त्यहाँ चाहिँ? कसले सिकाउनुहुन्छ? राम्रो आफै खेल्नुहुन्छ? आफै सिक्ने? अरू कोच छैन? को कोच हुनुहुन्छ तपाईँ? विपिन त्रिपाठीले सिकाउनु। यो टुर्नामेन्टभन्दा अगाडि उहाँले के भन्नुभएको थियो? बसिर अहमद दाई मेरो दाई हो। हजुर, बसिर दाई। हजुर, बसिरसँग चाहिँ सिक्नु। बसिर अहमदले तपाईँलाई धेरै सिकाउनु भयो क्रिकेट? ए अनि अब त्यहाँ चाहिँ अहिले यो टुर्नामेन्टभन्दा अगाडि चाहिँ कति तयारी गर्नुभएको थियो? प्र्याक्टिसहरू मैक्सिमम 6 गेम है तो एटलिस्ट 400 रन तक मार्न पड़ेगा। त्यसरी भन्नुभएको थियो। अब यो टुर्नामेन्टमा 200 हानिसकेपछि अब के लक्ष्य जीवनमा टार्गेट हुन्छ नि? अब के बनाउनु भएको छ? 3 सेन्चुरी 3टा सेन्चुरी भइसक्यो तपाईँको होइन? नेपाल पछिल्लो 1 वर्ष हेर्ने भने अब चाहिँ यो लक्ष्य लिएर एउटा टार्गेट यो बनाएको छु भनेर हिँड्नुभएको छ, के छ? मेरो टार्गेट यो छ कि पहले नेपाल फर्स्ट रिप्रेजेंट करम। हजुर, उसके बाद नेपाल रिप्रेजेन्ट गर्ने। कुन खेलाडी, नेपालको कुन खेलाडी मनपर्छ? बसिर अहमद। बसिर अहमद मनपर्छ? बसिर अहमदको के कुरा मनपर्छ? अलराउन्डर हुनुहुन्छ उहाँ होइन? ए बसिर अहमदले सानैदेखि सिकाउनु भएको तपाईँले? बसिर अहमदको पनि तपाईँको ठाउँ एउटै हो? ए बसिर अहमदसँग चाहिँ धेरै सिक्नुभयो त्यसो भए? यो टुर्नामेन्टभन्दा अगाडि भेट भएको थियो उहाँसँग? ए के भन्नुभयो उहाँले? भन्यो कि जाओ खेलो वहाँ पे। हजुर, और मारो। अब आज खेल सकेपछि बसिर अहमदलाई फोन गर्नुहुन्छ? के भन्नुहुन्छ? भन्ने थियो कि दाई म 218 रन खाने छु। हजुर, 218 रन। अरू बसिर अहमद भाइ अरू क्रिकेटर कसलाई हेरेर फलो गर्नुहुन्छ? आइपिएलहरू हेर्नुहुन्छ, इन्टरनेसनल क्रिकेट पनि हेर्नुहुन्छ? विराट कोहली। विराट कोहलीको फ्यान हो? को जस्तै बन्न मन छ पछि?